फाइनली गाइज हामी चाहिँ अहिले कालो पानी भन्ने ठाउँमा चाहिँ आइसकेको छौँ। मलाई जहाँसम्म लाग्थ्यो यहाँ माथि जस्तो लाग्थ्यो कि यहाँ माथि डाँडाकाँडाहरू देखेर, तर कालो पानी चाहिँ यहाँ तल रहेछ। देख्न सक्नुहुन्छ यहाँ कालो पानी भनेर चाहिँ एउटा प्लेसको नाम पनि तोकिएको छ। र यहाँ एउटा पोखरी पनि रहेको छ है। पोखरी देख्दै हुनुहुन्छ होला। हामी करिब नजिकै जाँदैछौँ। अब त्यहाँ चाहिँ हेरौँ त्यहाँको अब भ्यूहरू चाहिँ कस्तो छ है। तपाईँहरू पनि यहाँ जस एकपटक घुम्न चाहिँ आउनु होला। यहाँ पारि हाम्रो ताप्लेजुङको सम्पूर्ण प्लेसहरू देखिँदो रहेछ। जुन यो पछाडिको भाग डुम्रिसे, यहाँ माथि देख्न सक्नुहुन्छ हाम्रो सिनाम, लिङतेप, मामाङ्खे भन्ने ठाउँहरू हो। र यता पछाडि चाहिँ हाम्रो नाङखोल्याङ, साथै उता ताप्लेजुङ सिटी पनि यहाँबाट देखिँदो रहेछ। अनि फाइनली हामी चाहिँ कालो पानी आइपुगेका छौँ है। फाइनली हामी चाहिँ ठ्याक्कै कालो पानी भन्ने प्लेसमै आइपुगेका छौँ है। पोखरी चाहिँ जस यो रहेछ। पोखरी भन्दा पनि यो चाहिँ अटोमेटिक यहीँ पोखरी बनेको चाहिँ होइन जस्तो लाग्छ यहाँ, किनभने बाहिर खनेको छ र पानी पनि हालेको अवस्था छ। तर जस यहाँको दृश्य चाहिँ यस्तो राम्रो रहेछ है। पहिलोपटक आयो जस एकदम रमाइलो पनि लाग्यो। र यहाँ पछाडिको तपाईँले ब्याकग्राउन्डको भ्यू देख्न सक्नुहुन्छ, यति रमणीय छ। वाह वाह वाह, कुरै नगरौँ न। फाइनली गाइज हामी चाहिँ होइन अब जस कालो पानी चाहिँ यहाँ पछाडि देखिराख्नु भएको छ। यो ठाउँहरू चाहिँ हामीले चाहिँ मजाले अवलोकन गरेर घुमेर चाहिँ हामी फर्किने क्रममा छौँ। तर जो स्वर्ग खोज्न चाहिँ कहीँ जानु पर्दैन रहेछ क्या, यस्तो राम्रो ठाउँहरू रहेछ। किनकि मान्छेहरू अब होइन जस 5 स्तरमा जन्मियो हुर्कियो र पनि म यो ठाउँमा पुगेको थिएन। यस्तो राम्रो ठाउँ छ भनेर मलाई थाहा पनि थिएन है। मान्छेहरू अब रहर गर्छन्, जापान, अस्ट्रेलिया घुम्न जान्छन्, तर स्वर्ग खोज्नलाई चाहिँ कहीँ जानु पर्दैन रहेछ क्या। जस नेपालको विभिन्न ठाउँमा लुकेर रहेका रहेछन् क्या भूभागहरू। आज हामी यहाँ कालो पानी आएपछि चाहिँ थाहा भयो यो ठाउँहरू चाहिँ यस्तो रहेछ भनेर। जस्तै हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ। नमस्ते, बाई बाई।